च्यानल आई होप सबैजना फिट एन्ड फाइन हुनुहुन्छ होला। सो आज चाहिँ एकदम ज्यादा खतरा घाम लागिरहेको छ। आमा नि यहाँ नुहाएर टक्क कस्तो बिरालो जस्तो हिँडिदिनु। अनि म पनि नुहाएर यहाँ घाम तापेर बसेको हो कपाल सुकाउनलाई। हेयर ड्रायरहरू अथवा मैले धेरै भयो युज गर्न छोडेको। हेयर ड्रायर खासै खै उता नि मैले अलिक कम नै गरेको थिएँ युज गर्नलाई। अनि यहाँ नि छँदो छ तर मैले युज चाहिँ गर्दैन क्या। यस्तै घाममै सुकाइदिन्छु। इट्स नेचुरल नि त, अनि नेचुरल चाहिँ बेस्ट हुन्छ भनेर। सो म चाहिँ यहाँ घाम तापेर बसिरहेको छु। यो आमाको योवाला स्वेट, योवाला के भन्छ पछ्यौरा क्या 3 दिन गायब भयो। कहाँ हराएर अनि बल्ल बल्ल तल भेट्नु भयो। यो फुलहरू पनि सबै यस्तो बेसी छ। अब चाहिँ अब बिस्तारै बिस्तारै सकिन लाग्यो। यहाँ हाम्रो हेर्नु न आँगनभरि चाहिँ सामानै सामान छ। यो त्यहाँ एनसेलको मान्छेहरू आउनु भएको छ नि त, अनि उहाँहरूले काम गर्नु हुँदैछ। अनि उहाँहरू पनि खानासाना खाएर जानुभयो फेरि पनि सामानहरू लिनलाई। सामानहरू सानो काम त सबै भ्याइसक्नु भएको अरे, तर यो सामानहरू ल्याउनु हुँदैछ। पर पर्छ नि त, अनि त्यहाँबाट सामानहरू ओसार्नु हुँदैछ। अब आजसम्म चाहिँ बस्नुहुन्छ, उहाँहरू पनि भोलि चाहिँ गइहाल्नुहुन्छ। भोलि बिहानीको गाडीमा यताबाट चाहिँ बिहानमा मात्रै गाडी उता हिले जाने चाहिँ लाग्छ। अनि आउने चाहिँ फेरि नाइटमा मात्रै आउँछ क्या। आउने जाने हुँदैन नि त। जाँदाखेरि जाने मात्रै, आउँदाखेरि आउने मात्रै हुन्छ। सो उहाँहरू पनि भोलि मात्रै जानुहुन्छ। त्यो भएको भएर कामै सक्यो पनि जानु पाउनु हुँदैन कि तब रिजर्भ गरेर जानु पऱ्यो। तर यति धेरै सामानहरू छ, अहिले पनि के गर्नुहुन्छ उहाँहरूलाई पनि थाहा होला। सो त्यसो कुरा चाहिँ केही भएको छैन। यो आमाले यो खोर्सानीको बिरुवाहरू नेक्स्ट इयरको लागि, यो चाहिँ नेपालीहरूलाई फेरि अनि कहाँ नेक्स्ट इयरको उयो गर्नको लागि त पुरै यसरी आमाले चाहिँ पुरै खोर्सानीको बिरुवाहरूलाई खोर्सानीको बिउ राख्नुभएको, जगेर्ना गर्नुभएको। आमा फेरि पुरै के अरे किवी त आमाले आमा कति खानु चाहनुहुन्छ। हाम्रो आमाको चाहिँ अझै पनि त्यो बबल्सहरू आउनु निको भएको छैन। पानी र अलिकति जाडो देख्ने बित्तिकै बबल्स आइहाल्छ। त्यो एलर्जी टाइपको छ क्या। त्यो चिसोमा चाहिँ डक्टरले पनि एलर्जी छ, अनि चिसोमा चाहिँ नहिँड्नु भने त। अनि फेरि यसो घाममा बस्ने चाहिँ त्यहाँ हराउँछ होइन, के गर्नु पर्यो के हो। अनि त्यसपछि आज चाहिँ मैले फुल छर्ने भनेर सोचेको होइन। सो अब म चाहिँ यहाँ खन्ने मान्छेको खोजीमा चाहिँ कोही आउनु भएको छैन क्या घरमा। अब कसलाई भनौँ भनेर सोच्दैछु। एकैछिन मात्रै हो क्या त्यो फुलहरूलाई मासेर चाहिँ गर्नुपर्ने। आमाले फेरि किवी दिइहाल्नु भयो। फलफुल खाँदा खाँदा म त याचै भइसक्यो। आजकल त एभोकाडो पनि कति धेरै हुन्छ नि त। एभोकाडो, सुन्तला, किवी। सुन्तला चाहिँ फुपूले दिनुभएको थियो, त्यो चाहिँ लास्टै आउँदैछ। परको बारीको मात्रै मिठो हुन्छ। अनि यो किवी खाँदा खाँदा म फेरि आजकल मेरो यति धेरै वेट गेन भएको छ नि, आफैलाई फिल हुन्छ क्या। भोप्प गाला पुक्क बुक्काइसक्यो। अनि वेट गेन भइरहेछ। अब अभियसली गेन नै हुन्छ नि होइन। अनि अब यो पहिलाको वेटमा आउनको लागि त मलाई लाग्छ होला 1 वर्ष जति नै। आमा आमा चाहिँ मस्त किवी केलाउँदै हुन्छ। भयो छ है हातमै, खानु न तपाईँ। कुपु कुपु खाँदै बस्यो भने यस्तो यो खुला भएको बेला त कस्तो दामी देखिन्छ नि, के गर्नु। खुल्दैन र कता, एकदम रेयरली खुल्छ क्या। आज चाहिँ धेरै दिनपछि घाम लागेर खुसियाली खाएको छ। यहाँ हाम्रोमा लाली गुराँसको बोट पनि छ है गाइज। तर त्यो लाली गुराँस चाहिँ अहिले फुल्ने बेला भएको छैन। म चाहिँ खानासाना खाएर रेस्ट गरेको थिएँ। यता पुरै सामान प्याक गरिसक्नु रहेछ। अघिल्ला थालिँदै थियो, भोलि जाँदालाई पुरै तयारी।
ला लुगा नि खस्छ माइ गॉड आया समाज अब यो कोदालो बोकेर उयो हान्दैछु आमा हुनुहुन्छ कि त्यहाँ बोलाउनु हुँदैछ अब म यो पुऱ्याइदिन्छु हाम्रो आमा चाहिँ मस्तले गोड्दै हुनुहुन्छ ए पुन्डे कोदालो जाडो पो रहेछ गोड्नु खोज्दै हुन्छ अब चाहिँ हाम्रोतिर चाहिँ त्यो के अरे वाडाङ मेट भन्ने वाडाङ मेट हो कि के हो मिट तापानी भन्ने चाड सुरु हुँदैछ त्यो चाहिँ सायद त्यो हाम्रै गाउँतिर अथवा यो धनकुटा जिल्लाभरिको मात्रै हो क्या अनि त्यो चाहिँ छिन्ताङ धनकुटामा पनि छ त आठपारिया राईको अनि छिन्ताङको जे होस् लोकल चाड अनि त्यसमा चाहिँ त्यो चाहिँ कति दिनको हुन्छ कति दिनको हुन्छ त्यो 7 दिनको हुन्छ अनि त्यो 7 दिनभरिमा चाहिँ खन्नु जोत्नु झाडु खल्नु पनि हुँदैन नि झाडु खल्नु नि हुँदैन त्यो चाहिँ कहिलेदेखि सुरु हुन्छ भन्दाखेरि चाहिँ मङ्गलबारबाट सुरु हुन्छ त्यो भएको भएर मङ्गलबारभन्दा अगाडि नै सबै सक्ने भनेर चाहिँ आमाले चाहिँ यहाँ कोसिस गर्दै हुनुहुन्छ अनि त्यसमा चाहिँ यो यस्तो यो मुलाहरू युज गर्नुपर्छ त्यो पूजा गर्नु हुँदाखेरि चाहिँ त्यो बेला यो युज गर्ने यो मुलाहरू चाहिँ बाजेको घरमा यो पालि छैन नि त अनि यहीँको मुलाहरू प्रयोग गर्ने अरे आमा उडे लाल भएछ सोही उखालिन हिजो चाहिँ उता भयो आमाले जबरजस्ती यहाँ मलाई काम लगाउनु हुँदैछ देख्नुभयो यसरी काम लगाउनुहुन्छ उखेल्छस् उखेल मैले अब उनी उखेल चाहिँ भनेकै छैन देख्नु है अरू भन्दा पनि ग्लोभ्स छैन क्या अहिले गाइड सबै हातभरि फोहोर लाग्छ अनि मलाई यस्तो रिस उठ्दैन कालो कालो भएपछि भात खाने घिन लाग्छ त्यही भएर म झाडु खेल्दिनँ त होइन आमा के भयो कोदालो भाँचियो गाइड कोदालो भाँचिएपछि अब हामी चाहिँ घरतिर गयो आजलाई यहीँ स्थगित गरेर अब चाहिँ हामी अर्को पनि छ क्या फेरि कामहरू पनि अलिकति छैन अनगिन्ती छ कामहरू अब यहाँ पनि छ फेरि के छ भन्दाखेरि धनियाँ रोप्ने धनियाँ छर्ने कार्यक्रम हो लामे रात यस्तो कालो बस्छ क्या एकछिन म हात धोएर आउँछु गाइड सम्पत्ति हो नि आफ्नो बाउले त्यति कमाएर थियो दिदीलाई आफै माग्ने गरेर लगेको त्यति दिदीलाई कहाँ जाउँ मागेर धेरै उडिनुपर्छ अरे है दिदीको तर ऊ पनि नलाने म भन्छ हाम्रो बहिनी राम्रो छ नि त गोर्खी छ कि चिन्दैन म झिक्ने छोड्यो भनेर मन पराएपछि हामीलाई त के उसले भनेको नि सुरुमा त फेसबुकबाट आज भने त थाहा छ त तपाईँलाई पनि फेसबुकबाट देखेको अनि हामीले यस्तो घर गएको हेर्नुलाई अनि मैले बहिनीलाई भनेको हेर आफूले खोजेर गएको हो हामी त केही भन्दिनँ जहाँ हो हामीले दिने कुराहरू दिन्छु होइन दिन्छु मजाले जे गर्छु पछि अहिले आफूले खोजेर गएपछि पछि दुःख बधाई भन्दै फेरि यता दोहोरेर आइस भने तिम्रो सबको मुन्टो काटेर खोला पनि पकाउँछु विचार गर आफूले गएको त सोच विचारेर जा होइन अब पछि केही भयो एक दुईवटा छोराछोरीको लास्टमा माइत घर हुनेको त्यो त हुँदैन नि त
काकीको पालो टन बाई टन भन्दै काकीको चाहिँ बल रहेछ अलिक ज्यादा म लसुन केलाउँदैछु म त यहाँ हेर्नु पो आएको त खतरा खनिदिनु काकीले त खतरा खनिदिनु भयो आमाले त ख्यास ख्यास गर्दै हुनुहुन्थ्यो कति खन्नुपर्ने त त्यति यो हर्दीको बोटतिर खन्दैले पानी हेर्नु त कतै